नारायणले पनि गएर अब त्यस संज्ञाबाट पनि गएर सन्तान पैदा भए, जसमा गएर हे राजन शनिश्चर नाम गरेको छोरो साबाडी नाम गरेका मनु यी सन्तान उत्पादन भए। त्यसै बेलामा गएर अब गएर छायाले गएर हेला गरिन्। आफ्ना छोराछोरी जन्मेपछि त ती सौदाका छोराछोरी भने हेला गरिन्। आफ्ना छोराछोरीले खाएर बाँकी रहेको दिने खुवाउने। उनीहरूले भने हाम्री आमालाई मावला पठाउने, तिम्रा छोराछोरीको जुठो खुवाउने हामीलाई, हामी त खाँदैनौँ। यमराजले गएर कुट्न गए, हे पापी आज आमालाई कुट्नलाई तैँले लाता उठाइस्, सौतिनी भए पनि आमा हो, तैँले कुट्ने अधिकार मलाई छैन। यो संसारमा गएर बा आमालाई गएर कुट्ने अधिकार होइन, छोराछोरी गाली गर्ने कुनै अधिकार होइन, हामीले हिँड्दै भनिसकेका छौँ। यसै कारणबाट राजा तेरा ती घुँडा भन्दा तल झरुन् भनेर श्राप गरिन्। यमुनाले पनि गएर कुट्न गइन्, तैँले पानी हुनु पनि जाओस् भनेर भनिदिनु भाइ। सूर्य नारायणले गएर बोल्दा, हे बाबा यी हाम्री आमा होइन, आमा त मामा घर जानु भएको छ भन्दै सूर्य नारायणले गएर छायालाई गएर गाली गर्नु, भन् त म छाया अनि किन भनिने त तेरी दिदी खोइ भन्दा दिदी माइत जानु भएको छ। हजुरले गाली गर्नुहुन्छ भन्ने डरैले गरेकन मैले भनिनँ, आज भन्न बाध्यता परेको हो। अब तैँले यहाँ बस्न पाउँदिनस् भनेर गाली गर्नुभयो। कालाले छोड्दा हजुरलाई म छोड्दिनँ भनिन् र छायालाई त्यसरी श्राप गरेर सूर्य नारायण निक्लिनु भयो। यतापट्टि संज्ञा माइत गएकी थिइन्। घरमा त्यस्तो द्वन्द्व पर्यो भन्ने कुरा उनले थाहा पाइन्। अब घरमा द्वन्द्व परेपछि त घरमा मैले के गरी जानु, संज्ञा बाहिर निक्लिनु भयो। घर जान्छु भनिकन हिँडेको तर घर गएनन्। एउटा पुरुष देशमा गएर घोडी बनिकन संज्ञा अनेक कार्य गरिकन राजा नाच्ने काम गर्न लाग्नुभयो। सूर्य नारायणले गएर भन्नुभयो, खोइ संज्ञा त घर जान्छु भनेर गइसकिन्, घर सके छैनन् भनेर। अब सूर्य नारायणले गएर संज्ञा खोज्न जानुभयो। उत्तर पुरुष देशमा गएर घोडी बनेर नाचेर बसेको रहेछन्। सूर्य नारायणले गएर गर्व दिनुभयो, त्योबाट छोरा जन्मे, तिनैको नाम अश्विनी कुमार, अर्को पनि छोरो जन्मे, तिनैको नाम रेवन्त। अब सूर्य नारायणले गएर घोडी तह लगाउनु पर्यो भनिकन त्यो घोडा तह लगाएर सूर्य नारायण घर जानुभयो। यसै कारणबाट राजा यो सूर्य नारायणको चरित्र जसले गएर सूर्य नारायणको चरित्रलाई गएर सुन्न छ भने सबैलाई गएर कल्याण हुन्छ भनेर यसरी गएर वर्णन गर्नुभयो। राजन जय बोलो सूर्य नारायण भगवानको जय। यो राजा सूर्य नारायणको चरित्र, त्यही भएर भगवानको भजन गर्नाले सबैलाई कल्याण हुन्छ। हरे नारायण 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 गाउँ, नारायण 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 गाउँ, नारायण नारायण वैकुण्ठमा जाउँ, नारायण नारायण वैकुण्ठमा जाउँ। हे नारायण 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 गाउँ, नारायण 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 गाउँ, नारायण गाउँदा गाउँदै वैकुण्ठमा जाउँ, नारायण गाउँदै गाउँदै वैकुण्ठमा जाउँ। हे नारायण 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 भगवानी, यो जीवन मरेपछि हुन्छ खरानी, यो जीवन मरेपछि हुन्छ खरानी, हाम्रो यो जीवन मरेपछि हुन्छ खरानी। जय बोलो नारायण भगवानको जय। यो हो सूर्य नारायणको चरित्र। अब गएर सूर्य नारायणको चरित्र त्यो प्रकारले गरेका त्यही भएर हजुर हामीले सूर्य नारायण भगवानको भजन गर्नु भन्छ। नारायण श्रीमन नारायण श्रीमन नारायण नारायण